साथीभाइ हो एकदम फुलन मस्ती गरिराख्नुहोस्, हिँडिराख्नुहोस्, इन्जोय गरिराख्नुहोस्। बिहा गरेपछि चाहिँ यो सब सरी नानी भएपछि चाहिँ यो सब बिर्सिँदा हुन्छ। गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ यहाँनिर एकदम मजाले घाम तापेर बसिरहेको छु। बेबी पनि भित्र घाम तापिरहेको छ, किनभने बेबी सुत्ने रुमबाट चाहिँ सिधै घाम आउँछ नि त। सो उसलाई चाहिँ रुममै छोडिदिएको छु अनि म चाहिँ यहाँ घाम ताप्दैछु। तापिसकेँ भनौँ न, आधी घन्टा भइसकिसक्यो बसेको। डरेरै कालै भएको छु, हातुरे हेर्नु डरेर। बेलुका खाने तेल र कोइलाले सेकाइ हुँदैछ अनि बिहान यो घाममा आम्मामामा हालत कालै भइरहेको छु म चाहिँ। अनि मैले चाहिँ यत्रो दिन चाहिँ भिडियो स्टार्ट किन नगरेको भनेदेखि नानीसँग यति छिटो टाइम बित्दो रहेछ, भगवान् थाहा नै हुँदैन के गर्दा त्यस्तै टाइम बितिहाल्छ। अनि मैले भिडियो बनाएकै थिइनँ। सो आजदेखि चाहिँ मैले भिडियो स्टार्ट गर्छु भनेर सोचेर चाहिँ क्यामेरा ठक्कै अन गरेको नि। अनि आज चाहिँ हो बेबीको 1.5 महिनाको भ्याक्सिन लाउने दिन। आज चाहिँ कति रुने होला मेरो नानी। 2टा त अलरेडी ऊ हस्पिटलबाट डिस्चार्ज हुँदा लगाइदिएको थियो इन्जेक्सन। अनि अहिले 1.5 महिना पुगिसक्यो। अनि आज चाहिँ छ उसको सेन्टरमा गएर लगाउने दिन भ्याक्सिन। अनि अहिलेको मेरो घरको नजारा देखाउँछु ल तपाईँलाई। अहिले फुल त त्यस्तो छैन, तर पनि हल्का फुल्का प्लान्ट्सहरू के छ तपाईँलाई देखाउँछु त। हेर्नुहोस् त, अहिले चाहिँ यो बैगनबेली नै फुलिरहेको छ मजाले हो। सब जग्गा बैगनबेली मात्रै फुलिरहेको छ हो, तर एकदमै उज्यालो देख्दो रहेछ यो कलरले चाहिँ। अनि हेर्नुहोस् न गमलामै कति मजाले भइरहेको छ। यो चाहिँ कटिङ लगाउनु पर्दो रहेछ। अनि कटिङ लगाएपछि चाहिँ यसरी फुल्छ। राम्रो देख्दो रहेछ। अनि यहाँ चाहिँ छ सेम प्लान्ट्स, थाहा छैन मलाई नाम चाहिँ के हो। यो सबै आमाले रोप्नुहुन्छ। अनि यहाँ मुनि चाहिँ यस्तो छ। यो चाहिँ मलाई क्युट लाग्छ हौ, मटर फुल। मटर फुल अनि यहाँ चाहिँ छ आमाको यो प्लान्ट्सको कलेक्सन। अनि यहाँ पनि फुलिरहेको छ है। फुल त चारैतिर छ, तर के हो मलाई नाम चाहिँ थाहा भएन हो। अनि यस्तो स्पाइडर प्लान्ट पनि राम्रो देख्दैछ लगाउँदा। अनि यो पनि मनपर्छ मलाई, थाहा छैन तर मलाई साथी हो नाम चाहिँ केही पनि। तर यसरी लगाउँदा चाहिँ राम्रो देख्छ। नै पूजा गर्नु लागि जवाकुसुमहरू मजाले फुलिरहेको छ। अनि यता पनि छ, मजाले घाम आइरहेको छ हो बिहान चाहिँ। अनि यहाँ चाहिँ अहिले यस्तो देख्ने भएको छैन न। मनी प्लान्ट पनि यसरी लगाउँदा त राम्रो देख्दो रहेछ। सबै एक लेभलको भयो भने चाहिँ हेर्नुहोस् न। अनि मुनि चाहिँ यस्तो छ प्लान्ट, तल चाहिँ यस्तो राख्नु भएको छ है। अनि फिलहाल चाहिँ मेरो प्लान्टहरू यस्तो देख्दैछ, किनभने विन्टरमा चाहिँ मजाले फुलहरू फुल्छ नि त। अनि अहिले चाहिँ फुल रोप्ने दिन। अनि जनवरी फेब्रुअरीतिर चाहिँ फुल्ने रहेछ सिजन। अन्त यहाँ चाहिँ हाम्रो हिरो लैजाला जस्तो भइसक्यो। के भएर फुल रोप्ने सिजन त भाइले पनि लैजाला जस्तो भइसक्यो। उठेकोदेखि यस्तो बिजी हुन्छ कि सबैजना। यत्रो नानीले सबलाई हिलाएर राखिरहेको छ। अघि नै घाम तापिरहेको थियो। अहिले चाहिँ 8:30 हुँदै रहेछ, हुन आँटेको छ हो। भाइले अघि घाम तापेर पनि फेरि लुगा चेन्ज। आमाले यहाँ सबै चेन्ज गर्नुभएको छ। डेली चेन्ज गर्नुपर्छ हो। केही न केही दुध सुत लागेर अलिकति लाग्ने साथ गर्नै हाल्छ। हाँसिदेऊ न,
हाँसिदेऊ न भाइ गुड मर्निङ भनिदेऊ मम्माको च्यानलमा गुड मर्निङ सबैलाई भन न जस्तो दामी लुगा लगायो भने यो चाहिँ लाउनै पर्छ उसको है भाइ यो चाहिँ लाउनै पर्छ उसको लु त खै भाइको सक्स हेरिदेऊ भाइको सक्स आमै दिनमै 4टा लुगा फेर्छ हाम्रो हिरोले है भाइ घरि दुध घोप्टाउँछ यस्तोमा है घरि ह्याचिङ गर्दा मैला निकाल्छ यहाँनिर अनि लुगा त मैला भइहाल्छ मैले हो तिमी मैले हो तिमी उसलाई नि कुदकुदी लाग्छ त यहाँनिर यसो हेर न हेर न आमा दुध घोप्टाइहाल्छ अन्नमा जस्तो गुजे 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 कुदकुदी मान्छ यहाँ चाहिँ हिजो चाहिँ सबैको आपा पनि आइपुग्नु भएको छ सबैको आज भ्याक्सिन लगाउँदाखेरि चाहिँ कति रुन्छ मेरो छोरा भनेर चाहिँ हेर्न आउनु भएको छ है भाइ है सरी 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 ल मलाई छुनु पनि नआउने अरे ल निन्द्रा लाग्दा टक्कै 9 बज्यो बल्ल 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 यहाँ सिफ्ट गरिदिएको छु हो हल्का हो अब चाहिँ बल्ल सुत्यो अब चाहिँ म खाजासाजा खान्छु फ्रेस हुन्छु हो त्यसको बादमा अहिले हस्पिटल जाँदा देखाउँछु तपाईँहरूलाई 10:30 मा चाहिँ उठिहाल्यो नानी अब उठेर पनि उसले दुध खाएर पनि टमी टाइम हुँदैछ हो यहाँ चाहिँ छ भाइको आजको आउटफिट आमा मानु नि चाहिँ यो जुत्ता चाहिँ ठिक्कै हुँदो रहेछ सकसँग यतिकै लाउँदा चाहिँ लुज हुँदो रहेछ यो चाहिँ उसको माइजूले रक्षा माइजूले हिजो पठाइदिनु भएको आप्पाको हातमा अनि यहाँनिर एउटा लुगा पनि पठाइदिनु भएको छ यहाँनिर चाहिँ भाइको लुगा अनि यो जुत्ता चाहिँ रक्षा माइजूले पठाइदिनु भएको छ सो थ्याङ्क यू एकदम भाइ त भाइ त आइसला मजा त के हो यस्तो येल्लो नै येल्लो मजा ओके अब हामी गएको अब हामी गएर आउँछु बस निदा आयो भाइ भाइ त हो भाइ हो ए यो चाहिँ हो हेल्थ सेन्टर जहाँ चाहिँ मेरो आमा काम गर्नुहुन्छ अनि यो चाहिँ हो हस्पिटलको क्वार्टर अनि सब सेन्टर पनि यही भित्र छ नानीको पोलियो अनि आशाको जति पनि ग्रुपहरू बस्नुहुन्छ सेन्टर चाहिँ यहाँ छ भोलि अरे भोलि इन्जेक्सन आउनु मात्रै भएर ठिकै छ आएको टाढो छ है नानीको भ्याक्सिन पनि अब भोलि मात्रै भयो सो त्यही भएर चाहिँ नानीलाई एकछिन सुताएर चाहिँ आमासँग छोडिदिइरहेको छु अनि म र यहाँ हस्बेन्ड चाहिँ आज एकछिन निस्केको नानीको अलिकति एक दुईवटा सामानहरू पनि लिनु थियो अनि सो त्यही भएर चाहिँ हामी नक्सलबारी जाँदैछु धेरै दिन बाद लैजाउ न भनेर चाहिँ लगेको है बाइ द वे नभए चाहिँ आजकल त कहीँ हिँडाउनु मान्दैन त्यही भएर साथीहरू बिहा गरेको बादमा नानी हुनुभन्दा अगाडि चाहिँ एकदम फुल अन मस्ती गरिराख्नु पर्ने रहेछ नानी प्रेग्नेन्सीमा पनि पुरै सोध्छ नरियल पानी खानुपर्छ है नानी गोरो हुन्छ दुध खानुपर्छ दही खानुपर्छ के कहाँ जानु मन छ यस्तो नगर काम नगर यस्तो पुरै नानी भएपछि त सोध खोज कसैले गर्दैन है साथी हो एकदम यो कुरा चाहिँ सत्य हो मन परेको जिनिस पनि नानीलाई लुगा फाटा पनि नानीलाई सबै कुरो नानीलाई हुन्छ अब मेरो ध्यान पनि अभियसली नानी तर्फ नै हुन्छ ज्यादा त उसलाई सोध्नु भ्याउँदिन तर अब फोन घरमा छ भने फोन गर्दै पछि हेलो भन्नु पाउँदैन खै नानी
त्यस्तो हुन्छ है। सो त्यही भएर साथीभाइ हो एकदम फुल अन मस्ती गरिराख्नुहोस्, हिँडिराख्नुहोस्, इन्जोय गरिराख्नुहोस्। बिहा गरेपछि चाहिँ यो सब नानी भएपछि चाहिँ यो सब बिर्सिँदा हुन्छ। अहिले त कसैले प्रेग्नेन्सीमा चाहिँ के खानु मन छ, के खाने, अहिले भेट्नु आउँदा पनि मेरो फेभरेट कुराहरू केही नलिआउँछ। नानीको सामान यति हो, मेरो फेभरेट केही हुँदैन, सबैले बिर्सिसक्यो मलाई। त्यही भएर भन्छ नि आमाहरूले पहिला भन्थे नि, गरिराखे उमेर हुँदा गरिरा के गर्नु मन छ, भोलि पर्सि त जिन्दगी त्यही हो भन्थ्यो। होला जस्तो लाग्दैछ अहिले, तर पनि केही छैन। मेरो ध्यान पनि मेरो बेबीपट्टि नै छ ज्यादातर। त्यही हो, कहिलेकाहीँ चाहिँ एक्लै फिल हुन्छ, किनभने आफूलाई कसले केयरै गर्दैन। केही छैन, यो सब त चलिबस्छ। मलाई एहसास अब गर्दैन र त एहसास हुन्छ, कसैले सोध्दैन। न तिमीलाई मात्र भनेको, मेरो होल फ्यामिलीलाई भनेको मैले, सबलाई भनेको मैले। जसमा त्यसमा 2-3% चाहिँ हुन्छ जो सायद अब गर्छ कतिजनाले, तर ओभरअल डल्लै फ्यामिलीले चाहिँ खालि बेबी 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 बेबी। त्यही भएर चाहिँ मलाई अलिकति नराम्रो लाग्छ कोही बेला चाहिँ, किनभने के खान्छ, कसो खान्छ, के गर्दैछ, कहाँ दुख्दैछ, कस्तो हुँदैछ तिमीलाई कसैले सोध्दैन। यो चाहिँ एकदम आज मैले मनको कुरा भनेको मैले भिडियोमा हो, त्यति नै हो। त्यो मन दुख्छ नि अन्त, आफू चाहिँ सबै फ्यामिलीलाई लिएर चल्नुपर्छ होइन, कति रिसाउँछ जे पनि होस् होइन। फोनहरू अब सबै कुरामा नानी उयो गर्ने साथ, तर त उठेर बुढालाई 3-4 बजीको राति पनि भिडियो कल गराइदिन्छु, किनभने अब माइतमा छ, नानीलाई अब देखाइरहनु म भ्याउँदिनँ भनेर सोच्छ भनेर। छैन हेर्नु पनि भन्नु पाउँदैन, नानी बेबी अर्को बेबीलाई बिर्स्यो। बस अब एउटा कुरामा कुरा सेयर गरेको अब तपाईँहरूसँग। सो अब धेरै दिन बाद हामी दुईजना यसरी जाँदैछु ड्राइभमा। सो अब एकछिन गएर आउँछु। नक्सलमा काम छिटै सकिहाल्छ भनेर एकछिन नेपालसम्म पुगेर आउँ न भनेको त। आम्बो हेर्नुहोस् न यति लामो लाइन छ हो, तर पनि अब चेकिङ पुरा हुँदो रहेछ। भए पनि एकछिन अब ट्राई चाहिँ गरौँ न होइन। यसो कति टाइम बाद आएको, यसो घुमेर आउँ भनेको त। अब यतिकै बसिरहनुपर्छ, जस्तो भए सुत्केरी हो नि त। सल बन्दोबस्तमा हिँड्नुपर्छ नि अहिले त। टोपी मोजा सबै हो, फोटो खिच्ने बेलामा त्यस्तो गऱ्यो हो त्यसको बादमा चाहिँ यस्तो सलहरू लाग्ने। यहाँ घाम कस्तो मजाले लागिरहेछ। भन्सार चाहिँ अब यहाँनिर काट्ने, भन्सार काट्ने ठाउँमा आइपुग्यो हामी। ए फ्रीमा रहेछ ओ। एउटा पहिला चाहिँ हामीलाई उता नेपालहरू काकरभिट्टादेखि उतासम्म जानु लागि चाहिँ लु राम्रो भएछ। 30 रुपियाँ भए पनि भएको थियो नि त। अहिले चाहिँ फ्रीमै गरिदिनु भएको रहेछ, सुविधामा टिकट काटेर एकदम सुविधा बनाइदिनु भएको रहेछ, फ्री अफ कस्ट। हामी काकरभिट्टा घुम्न सक्छ फ्री अफ कस्टमा। धुलाबारी बजार हामी आएको अरे कि यतिकै घुम्दै घुम्दै। आज त थर्सडे बन्द, वेडनेसडे बन्द पो हुँदो रहेछ, सब बन्द भएर दोकानहरू। अब चाहिँ हामी फेरि यहाँबाट फर्केर चाहिँ जान्छु। आज सबै बन्द रहेछ क्या वेडनेसडे, अनि त्यही भएर चाहिँ। तर के छैन, लङ राइडमा गएको भनेको लङ राइडै भएछ आज है। अहिले चाहिँ हामी यहाँनिर बोर्डरको त्यहाँ आइपुगिसकिसके। अब जान्छु घर वापस। के छैन, मजा आयो धेरै दिन बाद यसरी निस्किँदा। अब घरमा गएर तातो तातो चिया बिस्किट एकछिनमा खाना खाएर बस्नुपर्छ। नानी पनि उठेर पनि खेलेर पनि फेरि सुतिसक्ने बेला भयो होला। अहिले त कहीँ जाँदाखेरि पनि ला के गर्दै होला भनेर त्यस्तो सोचाइ आइहाल्दो रहेछ। तर
आज चाहिँ फाइनली भाइको इन्जेक्सन भाइ रेडी हुँदै गर रुनु लागि आप्पासँग रुन्दिन भन्दा न म रुन्दिन भन्दा मस्त सुतिरहेको छ हो अब यहाँ रुनु रेडी हुँदैछ हाम्रो नानी भनेको नापेन सेप्टेम्बर अब यो 20 तारिक 2 महिना पुग्छ हजुर 3 किलो दबाई भन्नु खाऊ बेबी खाऊ खाली साबुन तेल पानी मालिस नगर्नु ल 1 हप्ता यहाँ चाहिँ नि यो चाहिँ नानीहरूले फेरि उचाल्यो भने नि अहिले हुँदैन नि त यो चाहिँ नर्मल इन्जेक्सन हो नि त स्किनमै हुन्छ कि त्यही कारण चाहिँ 1 हप्ता साबुन तेल पानी मालिस केही गर्नु हुँदैन ल निस्किन्छ दबाई फेरि लु देखाइदिइहाल्नु यहाँ हुन्छ है देख्यौ गोलो भइरहेछ 1 हप्ता साबुन तेल पानी मालिस एकछिन यो चाहिँ अब निमोनियाको भ्याक्सिन हो ल यो पनि केही गर्नु पर्दैन ल यो चाहिँ पेन्टाभेलन हो यसमा चाहिँ 5 वटा दबाईको मिश्र हुन्छ यो पेनफुल हुन्छ हो दुख्यो भने गाँठोहरू सक्छ याद गर्नु ल खुनाहरू कटन लगाइदिनु खुनाहरू छोडिदिनु ल आधी घन्टा कहिले त्यो लुगा छान्नु बेलुका पनि भोलि बिहान गाँठो भने आइसक्नु ल डाइरेक्ट होइन थ्याङ्क यू यसरी रुखो देख्दा त फेरि आफ्नै मुटु फुल्ले कस्तो हुँदो रहेछ कस्तो डरलाग्दो नानीहरू अन्त 3-3वटा भ्याक्सिन हाल्दा त बाफ्रे कस्तो रुखको नानी ए अलिकति भुल्यो नि हौ नानी त धन्न बेबी उठ्यो अब आप्पा जानुहुन्छ रे हो अम्मा बाई बाई भन्छ बाई बाई भेनाको साली भेट्न आइरहेको छ यहाँ भेनालाई बाई गर्नु लागि हिजोको हाम्रो ब्लग भन्देऊ न हामीले के बनायो वेलकम टु माई ब्लग भोलि आउँछु ल हात भएको चक्लेट ल्याइदिन्छु ल इजरायलबाट ल बाई पुरा रोयो आज त रोएर लास्टमा आफू यहाँ खुट्टा चलाउँछ भनेर चाहिँ यहाँ थिचिदिएको थियो सिरानीले हल्कासँगले यो चाहिँ हल्का छ नि त सिरानी यस्तो होला अन्त यहाँ चाहिँ रुन्दै लास्टमा आफै आएर छोपेर सुतेको पनि त माया लागेन म त